Sometimes you just feel it in your heart and say it to the universe, or somehow the magic happens. Hi everyone, I am Bunu and welcome to my little mini vlog. यो vlog चाहिँ खासमा भन्नुपर्दा गोल्डन वीक को लास्ट डे को vlog हो। म र मेरो हस्बैन्ड चाहिँ टोक्योबाट रिटर्न हुने क्रममा भाइहरुले जम्न त आज हामी किरीफुरी घुम्न जाम भनेर उनीहरुले रिक्वेस्ट गरेको थियो। And just like that, it happened. I had been wanting a hiking road trip for so long, and it was just a magic. I was just fully in the vibe. कार भित्र बजेको म्युजिक होस्, त्यो झ्यालबाट आइरहेको हावा होस्, या बाहिर देखिरहेको यो ग्रीनरी होस्, यस्तो रमाइलो देखिरहेको थियो, यस्तो रमाइलो देखिरहेको थियो। भ्यू इन्जोय गर्दा गर्दै हामी चाहिँ लगभग हाम्रो डेस्टिनेसनमा आइपुगेका थियौं। It's all about Kirifuri Highland Park, guys. Here. First step. गाडी पनि आउँदो रहेछ त चिसो चिसो छ यार हिँड्ने बानी नभएपछि त हामी 200 स्टेप मात्रै चढ्दा धरि पनि थाकिसकेको थियो के। अलमोस्ट टपमा पुग्नको लागि चाहिँ हामीले 1400 स्टेप चाहिँ चढ्नु पर्ने थियो। लगभग कति चढेर हामी 400 स्टेप कटेर यहाँ बसिरहेको गाइस, बिबी म एन्ड 400 स्टेपबाट बल्ल हामी 700 स्टेपमा पुगेको थियौं। बिस्तारै बिस्तारै हिँडेर अलमोस्ट वी वर देयर। ठ्याक्कै यहाँबाट अब यहाँ आइपुग्न आँट्यो। एन्ड दिस इज द भ्यू पोइन्ट। यहाँबाट चाहिँ मजाले हेर्न मिल्ने रहेछ, बट त्यहाँबाट पनि अलिकति माथि हिँड्यो भने चाहिँ झन् राम्रो डेस्टिनेसन रहेछ। म चाहिँ एकदम नै ह्याप्पी थिएँ। मलाई चाहिँ यस्तो नेचरमा जान मन लागिरहेको थियो, हाइकिङमा जान मन लागिरहेको थियो। मलाई चाहिँ यो बर्ड्स यताउति होइन प्लान्ट्सहरू कस्तो फिल गर्न मन थियो क्या। अनि म एक्ज्याक्ट मैले सोचेको ठाउँमा पुगेको जस्तै मलाई त्यो त्यहाँको हावाले पनि कस्तो यस्तो वेलकम गरेर जस्तै फिल भएको थियो कि। खतरा भेनाकोबाट राम्रो देख्छ यार। कस्तो आनन्द आउँछ क्या। त्यहाँको त्यो भाइबलाई यस्तो मजाले इन्जोय गरिरहेको थिएँ। हजुरलाई पनि एकदमै नेचरतिर जान मन छ अनि हाइकिङ गर्न मन छ भने चाहिँ किरीफुरी हाइल्यान्ड पार्क चाहिँ बेस्ट डेस्टिनेसन हुनसक्छ। जुगाचु या कुगाचुतिर चाहिँ पर्फेक्ट टाइमिङ हुन्छ जस्तो लाग्यो मलाई। 4 बजिसक्यो गाइस, हामी चाहिँ अहिले तल झर्दै हो। कुगा चाहिँ लास्ट पुगेको छ, लास्ट। इफ हजुरहरूलाई पनि यो ठाउँमा जान मन छ भने कोसँग जानुहुन्छ प्लिज डु ट्याग देम। अनि जाँदाखेरि चाहिँ एज युजुअल ड्राई पिकनिकको हिसाबले आफैले बोकेर जानु होला खानेकुराहरू। अनि माथिको पोइन्टमा पुगेर सबैजना बसेर खाँदाको रमाइलो छुट्टै नै हुनेछ। त्यहाँको भ्यू, त्यहाँको भाइब चाहिँ एकदमै प्राइसलेस छ। तपाईँले इन्जोय चाहिँ गर्नुहुन्छ। अनि साथसाथमा हामी चाहिँ रिटर्न भयौँ। एन्ड थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ टिल द एन्ड, लट्स अफ लभ।